हेलो गुड मर्निङ फ्रम चितवन है। आज चाहिँ अझै अस्तितिर गएको चाहिँ 16वटा हाम्रो राइड सौरा चाहिँ राइड चाहिँ सकेर चाहिँ तेह्र गते अब नाखानीतिर चाहिँ आएको अनि त्यही बस्यो हामी। म चाहिँ बसेँ त्यो दिन चाहिँ काइलामा बसेँ अनि फेरि मान्छे आएको थाहा छ थाहा पाएर फेरि अरू मामाहरूले नि त्यसको भोलिपल्ट जानु दिएन। त्यसपछि भोलिपल्ट नि त्यहीँ बस्नु पऱ्यो। आज चाहिँ अरू उहाँले बोलाउँदै थियो म सुरु हिँडेर कहाँ जान्छु मामा है भनेर हिँडेको ल। अनि 5 बज्दैछ म यहाँबाट चाहिँ राइड स्टार्ट गरेछु। हेरौँ आएको हुन्छ चाहिँ मनोकामना हो। अलि भित्र निस्किँदा कुन सो पर्छ क्या विधाननगर माडी ठोरी क्यान्सर 2 नम्बर गेट होइन 24 कोटी उता सिधा 24 कोटी लाग्यो। 24 कोटीबाट 24 कोटी गयो। 24 कोटीबाट निस्केर अनि मासतिर लाग्यो। बाटो आएँ म त्यहाँ चोकमा आउनु लाग्यो। त्यहाँबाट चाहिँ लेफ्ट चाहिँ ल हामी चाहिँ यहाँ बस पार्क आयो। यो चाहिँ नारायणगढ बस पार्क होइन। ल म चाहिँ आफटरी चोक आएँ है। यस्तो देवघाट धाम यो है होइन। यहाँ चाहिँ देवघाट जाने त लाग्यो होइन। सब तेर्पे उकालो हो गाइज है। इट्स नट इजी ब्रो है। यो चाहिँ जङ्गल एरिया समाप्त हुँदैछ। ल यो यहाँ चाहिँ यो पुल चाहिँ देखियो। यो पुल चाहिँ के पुल भन्छ यसलाई मलाई पनि थाहा भएन। साइकलमा आउँदा बल्ल नोटिस होरले त्यो पनि यसो निरीक्षण गरौँ। यसो फोटो आनन्द ल्याने कहाँ जाने पुल भने यहाँ पक्कै यहाँ दिन्छ होला। पवित्र तीर्थस्थल देवघाट धाम लेश्वर आश्रम देवघाट क्षेत्रमा प्रवेश गर्नुभएकोमा धन्यवाद। यो मैले बल्ल आज नोटिस गर्यो ख्याल गरियो यो है पुल त। ल यही नेपालका चोर दलालहरूले मदन भण्डारी जस्तो महान नेतालाई मारेर हालेको ठाउँबाट नि माथि लाग्यो है। अब टक्क खोलाको सँगसँगै एकसँगै सरेर निराखेछु मतलब साइक्लिङ है। यता छेउमा खोला यता म यता बाटोमा साइकलमाथि म। दासढुङ्गा 1 किलोमिटर उकाली ओह्राली गर्दै होइन मजा आएको तर ठक्कै हो है। सट्ट खोलाको बगरबाट सरेर चलाउन आनन्द आयो।
मजा आहा यस्तो फिल आएन खासै। उकालो नि सुरुमा चाहिँ अलिकति यो 1-2वटा उकालो चाहिँ अलिकति टप रहेछ, र त अहिले खासै त्यस्तो उकालोहरू छैनन्। सायद मुगलिङसँग छैन पनि होला, के होला भनेको माथिबाट पहिरो खस्छ ढुङ्गा पो खसिरहेको रहेछ। माछा पुरा चलिरहेको छ होला नि सोचेको पहिला। यहाँ फेरि बुङ्गुर रहेछ फेरि त्यता सोचेँ है। ल अब चाहिँ मुगलिङ आउनु लाग्यो होला है, बाँकी छ धेरै छैन अब बस 1 किलोमिटर लगायत मुगलिङ आयो। यो मुगलिङको पुल यो पुरानो पुल है, अनि त्यो अहिलेको नयाँ पुल हो त्यो। ल सहर गर्न मुगलिङको बजार क्षेत्र यसो खाजाहरू खोज्नु पऱ्यो, खाजा खाएर जानु पऱ्यो। 8:30 भयो। त्यहाँ चाहिँ यसो राम्रो छ। यहीँ कुलिङ टावर गएर खानुपर्छ कि यार माछा। कुलिङ टावर कति किलोमिटर होला यार, हेर्नुपर्छ है। तल 8:30 त भयो। धादिङ यहाँबाट 53-58 किलोमिटर, काठमाडौँ 105। धादिङ गएर बस्यो नि हुन्छ है। हेर्दै जाम कस्तो हुन्छ है। लगाइस कुलिङ टावर पनि आइयो है। फेरि लागिन्छ मास्तिर खाना खाएर। धादिङ चाहिँ बस्ने विचार गरेछु, हेरौँ कस्तो हुन्छ है।
मनोकामना जाने केबल कार चढ्ने कता हो सर? यतै हो? अनि यो साइकल चाहिँ त्यहाँ स्ट्यान्ड राख्न दिन्छ कि दिन्न? छ पार्किङ? पार्किङ छ। धन्यवाद। त्यहाँ नास्ता सास्ता गर्ने ठाउँ पनि छ? यतै हो? नास्ता गरेर जानु पर्यो। कुन चाहिँ होटलमा जाने होला? होटल हेर्दैछु। म चाहिँ यहाँ आएर नास्ता खाएँ। यो नास्ता खाएर हामी मनोकामना दर्शन गरेर फेरि लाग्छु बाटो।